हेलो एभ्रिवान, म चाहिँ आज सिफारिस पत्र बुझ्न जाँदैछु। म ड्रेस लगाइसकेर एउटा क्लिप लिइहालेँ। त्यसपछि बाहिर आएर म जुत्ता लगाउँदैछु। जुत्ता टक्क लगाएर म आफ्नो गन्तव्यतिर लाग्दैछु। यसरी टक 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 म चोकसम्म पुगेँ। बुटोलवासीहरूलाई थाहा नै होला यो कुन ठाउँ हो भनेर। यो नयाँ मिल स्थित जनसेवा क्लबको चोक हो। म चोकमा पुगेँ, एकछिन कुरेँ अनि मेरो दाइ आउनुभयो। म यसरी बाइकमा टक्क लाएर बसेर लागे लोकसेवा कार्यालय बुटोलतर्फ। तिलोत्तमा नगरपालिकाको सुन्दरभ्यू हुँदै बुटोल उपमहानगरपालिकाको यो राजमार्ग चौरा हुँदै म लागे बुटोल लोकसेवा कार्यालयतर्फ। अहिले पुगेको केही समयपछि हामीलाई भित्र बोलाइयो र यसरी सिफारिस पत्र वितरण गर्न थालियो। मैले पनि आफ्नो सिफारिस पत्र लिइहालेँ र एउटा लोकसेवा कार्यालयको भ्यू खिचेँ। त्यसपछि म आफू पनि कैद भएँ अनि त्यसपछि हाम्रो एकजना सरसँग पनि भलाकुसारी गरेँ र म फर्किएँ। फेरि आफ्नो दाइको बाइकमा सरर बसेर तिलोत्तमा नगरपालिकाको सुन्दर भ्यू हेर्दै। दिस इज अल फर टुडे। बाइ बाइ गाइस, सी यू इन नेक्स्ट भिडियो।